हेलो साथीहरू, वेलकम ब्याक टु माई मिनी ब्लग। हामी चाहिँ आजको दिन घुम्नको लागि फ्यामिली निक्लिसकेको छौँ। घुमेर चाहिँ हामी घुम्नको लागि चाहिँ मेट्रो पार्क गएको छौँ। ब्ल्याक लिकको चाहिँ एकदम राम्रो ठाउँ छ घुम्नको लागि, छोराछोरीहरूसँग फ्यामिलीसँग जानको लागि। सो हेर्दै हेर्दै यो त जङ्गल त कत्रो जङ्गल है। नेपालमा त यस्तो जङ्गलमा दाउरा खोज्न गइन्थ्यो। अन्त गफ गर्दै गर्दै जाँदै थियौँ कि अनि माथि चढ्यौँ। यो चाहिँ एलिभेटर पनि छ। एलिभेटरबाट चाहिँ किन जानु भनेर अनि स्टेयरबाटै हामी चाहिँ सबैजना स्टेयरबाट जाने भनेर गयौँ। माथि जाँदैछौँ, छोराछोरी अगाडि छन् अनि काका पनि हुनुहुन्छ। सो सबै अगाडि अनि ऊ पछाडि पनि आइरहनु भएको छ होइन। अनि म चाहिँ लड्छु होला भन्दैछु। देउरानी चाहिँ पोज दिइरहेछन् होइन, फोटोसुट गरिरहेछन् उता। अनि यसरी गइरहेका छौँ अनि लडिन्छ होला भन्दै भन्दै अनि माथि पुग्दा त यस्तो दम, अनि यति माथि आइसकेको थियौँ कि गाह्रो भएको थियो। स्याहाँ 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 हुँदै माथि चढ्यो होइन। यस्तो दम बढेर त्यो हिँड्ने बानी हुँदैन नि त। अनि हिँड्दाखेरि यस्तो थाकेको थियो माथि पुग्दा चाहिँ। अनि तल श्रीमान बुवा मम्मी आउनु हुँदैछ। अनि हामी चाहिँ लडिन्छ यस्तो फोटो भिडियो गर्ने भएर भन्दै भन्दै माथि गइयो। त्यहाँदेखि फोटो पोज हुँदैछ यहाँनिर चाहिँ होइन। अनि श्रीमान पनि के भन्दै आइरहनु छ पछाडि पछाडि। अनि यहाँ बाबा हुनुहुन्छ, बाबा पनि के भनिरहनु भएको थियो। मैले चाहिँ फोटो भिडियो गरिरहेको थिएँ होइन। यस्तो राम्रो अति अग्लो ठाउँमा आयौँ। यहाँ आइपुगेपछि बाबुहरू खेल्ने ठाउँ, जम्पिङ गर्ने ट्याम्पोलिङ बेटायौँ क्या खेल्ने। अनि त्यहाँभित्र गएर खेल्न थालेँ, ऊ त्यसरी उफ्रिन थालेँ। अनि लड्यो भने त कहाँ पुगिनु रहेछ, त्यहाँ गहिरो छ नि त। अनि त्यहाँदेखि यतापट्टि आयौँ होइन, अर्को साइडतिर आएर फोटोसुटहरू गर्न थाल्यौँ। अनि हेर्दै 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 फोटोसुटहरू गऱ्यो। त्यहाँ यति घुम्न आउने मान्छे हुन्छन् है, खैरेहरू सबै हुन्छन्। यस्तो अग्लोमा आएको थियौँ हामी चाहिँ होइन। त्यत्रो तल छ जङ्गलको लेभल चाहिँ भुइँ चाहिँ, अनि ग्राउन्ड लेभल चाहिँ हामी चाहिँ माथि आएको थियौँ। यहाँबाट लडियो भने त भन्दै। अनि यतापट्टि झोलुङ्गे पुल जस्तो रहेछ कि, अनि क्रस गरेर उतापट्टि जानुपर्ने। म चाहिँ मचिँदै क्या हल्लाइदिँदै अनि डराउँदै गइरहेको थिएँ। अनि यहाँ चाहिँ गएपछि अब यत्रो चेपबाट पारिपट्टि जानुपर्ने, हल्लिन्छ क्या पुरै। अनि म जाँदै थिएँ, देउरानीले फेरि फोटोसुट भनेर एक्सन क्यामेरा रोल गरिरहेकी थिइन्। सो फोटोसुट गर्दै हल्लाउँदै गइरहेको थिएँ। अनि मजा आइरहेको थियो, फोन भइरहेको थियो, एक्सन दिइरहेको थिएँ होइन, पोज हानिदिइरहेको थिएँ। अनि बाहिर गएर यो चाहिँ सबैभन्दा टप लेयरमा आयौँ हामी, यति अग्लो ठाउँमा आयौँ होइन। अनि त्यहाँ फोटोसुटहरू भइरहेको छ, बाबु नानीहरू खेलिरहेछन् होइन। अनि त्यो चाहिँ सबै आइरनको वाल छ क्या, अब त्यहाँबाट अग्लो छ, झरिँदैन, एकदम प्रोटेक्सन छ। अनि यति राम्रो ठाउँमा आयौँ अनि मजाले फोटोसुटहरू गऱ्यौँ। त्यहाँदेखि तल हेर्नु न कति माथि आएको थियौँ हामी। त्यहाँदेखि चाहिँ अब यसरी फोटो भिडियो लिँदै 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 अनि